ती परिवारहरू त्यो दाइको डिबी परेर अमेरिका आएको थियो र अमेरिकामा पनि राम्रैसँगले उहाँहरू दुईजनाले दिन बिताउँदै गयो, जिन्दगी राम्रै चल्दै गयो, दुईजनाले जागिर गरे, राम्रै जागिर पाए हैन। अनि मैले फोन गरिरहन्थेँ एक महिनापछि उहाँहरूलाई, एक महिनामा फोन गरिरहन्थेँ। अनि एक दिन भाउजूले भन्नुभयो, बाबु मलाई एकजना मेरो कोवर्करले काम गर्ने कम्पनीको यहाँ कुइरेले एकदम ब्युटी एकदम ब्युटी भनेर भनिरहन्थ्यो। अनि मैले भने त्यो त राम्रो हुँदैन भाउजू, त्यस्तो अरूलाई अर्काको बुढीलाई अरूको परिवारलाई भाड्नलाई मान्छेले त्यसरी भन्नु राम्रो हुँदैन हाम्रो नेपाली कल्चरमा भने। हैन राम्रो भनेको त के हुन्छ र, राम्रै नै हो नि भन्नुभयो। अनि मैले पनि ठिकै छ नि त भने हैन। अनि त्यो एक दुई 3 महिनाको पछि होला हौ। अनि त्यो के अरे कम्पनीको मान्छेलाई खाना खानु बोलाएछ दाजु भाउजूले घरमा, अनि खाना खाएछ। खाना खाएर अनि त्यो मान्छेले दाइकै छेउमा त्यो केटीलाई यु आर भेरी लक्की, योर वाइफ ब्युटिफुल भनेर प्रशंसा गरेछ दाइकै छेउमा। अनि खानापिना भयो, गफगाफ भयो, अनि त्यो गएछ कुइरे हैन। अनि पछि तिनीहरूको दाइ र भाउजूको झगडा भएछ। दाइले भनेछ अब यसरी अर्काको परिवारलाई अब बुढीलाई त्यसरी मन पराएको ब्युटी भनेको मन पर्दैन हामीलाई भनेछ। अनि बुढी चाहिँले भनेछ हैन त्यो के सफा मनले भनेको, राम्रै भनेको हो भनेछ हैन। अनि छोराछोरी पनि त्यसमा धोर उठेछ। यो बुवाको त मन एकदमै न्यारो विचार रहेछ, राम्रो भनेको आमाको कोवर्करले ब्युटी भनेको मन पराएन भनेर छोराछोरीले पनि त्यसमा विरोध गरेछ बुवालाई। अनि त्यसो गरेपछि उसलाई एकदम टेन्सन भएछ। अनि बियर खाएछ, टन्न बियर खाएछ। अनि पहिला पनि अब एक दुई बोतल खायो, त्यहाँ फेरि बियर थपेछ। अनि माताको झोकमा हानेछ बुढीलाई, दिएछ दनक। अनि निलाडामै भएछ। अनि भोलिपल्ट चाहिँ बुढी चाहिँले चाहिँ के अरे उमा वकिललाई पक्रेर चाहिँ डिभोर्स गर्ने कुरा भएछ। अनि तिनीहरूको डिभोर्स पनि भएछ। अनि त्यो घटना अहिले दाइ एक्लै छ। अनि डिभोर्स भएछ। अनि पछि फेरि अस्ति एक महिना भयो होला त्यो भाउजू त्यही कुइरेसँग गएछ। दाइ एक्लै छ। यति दुःख लाग्दो घटना लाग्यो मलाई। त्यो दाइ अहिले एक्लै छ हैन। छोराछोरी पनि त्यो कुइरेसँग लग्यो, भाउजू त्यो कुइरेसँग बिहे गरेर गयो। अब यो विषय मैले डिटेलमा भिडियो बनाउँदैछु है त। तपाईले यसमा यो अमेरिकाको स्वतन्त्रताको बारेमा तपाईले यो ठिक हो कि बेठिक हो कि यसमा मलाई केही राय सल्लाह दिनु होला है। मेरो मन एकदम यो छिन्न भएको छ, मेरो मन एकदम दुखित भएको छ यो घटनाको बारेमा। तपाईहरुले पनि यसमा केही सल्लाह दिनु होला है। धन्यवाद।